ल तपाईहरु हेर्नु होला, केही प्रब्लम आएछ भने मलाई भन्नु, म सिकाइदिन्छु। होइन भने मैले पठाइदिएको छु। अर्को हामीले युनिट 6 को हेर्दैछु है। मैले धेरै हामी इन्ट्रोडक्सन गरेनौँ, म यहाँ देखिरहेको छु होइन। र फाइल सिस्टममा यो धेरै सजिलो च्याप्टर पनि छ, यसबाट 5 मार्क्स पनि आउँछ। त्यही भएर यो च्याप्टर पनि पढ्नु होला। हामी यहाँ 6 युनिटको पढ्दैथ्यौँ र 6 युनिट फाइल सिस्टममा चाहिँ इन्ट्रोडक्सन टु फाइल्स भन्ने छ, डाइरेक्टरिज भन्ने छ, फाइल सिस्टम इम्प्लिमेन्टेसन भन्ने छ। अब यसको पनि सब टपिकहरू तपाईँहरूलाई एक्जाममा आउने भनेको जम्मा यो 3टा टपिकमा एउटा फाइल्स भनेर के आइराखेको हुन्छ। होइन भने चाहिँ तपाईँहरूलाई यो फाइल सिस्टम इम्प्लिमेन्टेसन भनेर आउँछ होइन। जेसुकै फाइल सोधो भने चाहिँ तपाईँले यो 6वटा टपिक लेख्नु होला। फाइल नेमिङ, फाइल स्ट्रक्चर, फाइल टाइप, फाइल एक्सेस, एट्रिब्युट्स र अपरेसन। हाम्रो एमसिएमा यति मात्र क्वेसन, यति मात्रै सिलेबस छ। अर्को डाइरेक्टरिज भनेर सोधो भने चाहिँ अब यो म्याक्सिमम सोधिराखेको छैन। त्यही पनि डाइरेक्टरिज भनेको हामीले थाहा छँदैछ फोल्डर्स भन्ने हुन्छ। यहाँ सिङ्गल लेभल डाइरेक्टरी सिस्टम, हाइरार्किकल डाइरेक्टरी सिस्टम, पाथ नेम्स र डाइरेक्टरी अपरेसन्स भन्ने हुन्छ। अर्को भनेको फाइल सिस्टम इम्प्लिमेन्टेसन भन्ने छ। यो धेरै इम्पोर्टेन्ट हो, यो रिपिटेडली सोधि पनि राखेको छ, यो याद गर्नु होला होइन। 5 मार्क्स आरामले आइहाल्छ। फाइल यसमा पनि 7वटा टपिक छ। फाइल सिस्टम लेआउट, इम्प्लिमेन्टिङ फाइल्स, इम्प्लिमेन्टिङ डाइरेक्टरिज, सेयर फाइल्स, लग स्ट्रक्चर फाइल सिस्टम र जर्नलिङ फाइल सिस्टम। अर्को भनेको भर्चुअल फाइल सिस्टम भन्ने छ। अब हामीले फाइल सिस्टम भन्दा पनि अगाडि फाइल्स भनेको चाहिँ के हो त? यो फाइल्स भनेको कलेक्सन अफ सिमिलर रेकर्ड्स भन्छ है। एक्सेलमा तपाईँहरूले हेर्नुभएको होला होइन। रेकर्ड्स भन्ने बित्तिकै हामीले के बुझ्छौँ त? त्यहाँ रोजहरू हुन्छ होइन, त्यहाँ कलम्सहरू हुन्छ होइन। त्यो अनुसारले राख्दाखेरि चाहिँ के गर्छौँ भने रेकर्ड राखेको भन्छ है। स्पेसल्ली यहाँ पनि त्यही भन्छ हामीले। एउटै क्याटेगोरी भएकोलाई चाहिँ एउटा ठाउँमा एउटा कन्टेनरमा राख्दै हुनुहुन्छ भने चाहिँ त्यसलाई हामी फाइल्स भन्छौँ। सिमिलर रेकर्ड्सहरू हुन्छ। जस्तै टेक्स्टको राख्दै हुनुहुन्छ भने होइन, खालि अल्फाबेटिकलहरू राख्दै हुनुहुन्छ भने, न्युमेरिकलहरू एट्याच गरेर राख्दै हुनुहुन्छ भने, स्पेसल सिम्बल्सहरू राख्दै हुनुहुन्छ भने त्यसलाई हामी टेक्स्ट फाइल्स भन्छौँ। अर्को भनेको हामीले सोर्स फाइल भन्ने हुन्छ। अब यो सोर्स फाइल चाहिँ तपाईँको रेस्पेक्टेड प्रोग्राम्सहरूको चाहिँ आफ्ना सोर्सहरू हुन्छ। जस्तै फर इक्जाम्पल बाइनरी सोर्स फाइलहरू हुनसक्छ होइन, कुनै सोर्स कोडको हुनसक्छ। अर्को भनेको तपाईँले एक्जिक्युटेबल फाइल भन्छ। एक्जिक्युटेबल फाइल भनेको चाहिँ .exe भने जस्तै जसले चाहिँ एक्जिक्युट गर्न सक्छ होइन। .exe विन्डोजमा चाहिँ म्याक्सिमम हामी एक्जिक्युटेबल फाइल चाहिँ .exe मा हुन्छ। अर्को भनेको अब्जेक्ट फाइल्स भन्ने हुन्छ। अब्जेक्ट फाइल्समा चाहिँ रेस्पेक्टेड प्रोग्रामको चाहिँ अब्जेक्टहरू क्रिएट गरेका हुन्छन् होइन। त्यसलाई चाहिँ हामीले अब्जेक्ट फाइल्सहरू भन्छौँ। र यो फाइल्सहरूमा चाहिँ कन्टेनर हुन्छ जहाँ चाहिँ कलेक्सन अफ इन्फर्मेसन हुन्छ है, धेरै इन्फर्मेसन हुन्छ। अर्को भनेको इन्फर्मेसन भन्ने बित्तिकै त्योभन्दा अगाडि चाहिँ तपाईँको डेटा बुझ्नुपर्ने हुन्छ है। डेटाबाट चाहिँ एक्सट्र्याक्ट, डेटा पहिला भनेको के हो त? डेटा भनेको चाहिँ कस्तो खालको हुन्छ भने तपाईँको न्युमेरिकल हुनसक्छ, अल्फाबेटिकल हुनसक्छ, अल्फाबेटिक हुनसक्छ, बाइनरी हुन्छ, अल्फा न्युमेरिकहरू हुन्छ। त्यो चाहिँ तपाईँको डेटाज भयो, जहाँ चाहिँ कुनै सेन्स नहुन सक्छ, सेन्स नहुन पनि सक्छ। त्यहाँबाट चाहिँ एक्सट्र्याक्ट गरेर केही कुराहरू जानकारी दियो भने चाहिँ त्यसलाई चाहिँ हामी इन्फर्मेसन भन्छौँ है। त्यहाँ चाहिँ हामी इन्फर्मेसन भन्छौँ। र जसले चाहिँ हामीलाई रेस्पेक्टेड नलेज रिट्राइभ गर्न सक्छ। इन्फर्मेसनमा चाहिँ नलेज रिट्राइभ गर्न सक्छ। याद गर्नु होला, डेटा, इन्फर्मेसन अनि नलेज, यो तीनवटा चाहिँ एकदम इन्टर रिलेटेड हुन्छ है। त्यो कतिखेर तपाईँहरूले थ्योरी बनाउँदाखेरि चाहिँ कहाँ चाहिँ इन्क्लुड गराउने हो इन्फर्मेसन, कहाँ चाहिँ इन्क्लुड गराउने डेटा। डेटा भनेको चाहिँ कस्तो हुन्छ जहाँ चाहिँ मलाई सेन्स हुँदैन भनेपछि मलाई के अर्थ त्यहाँबाट चाहिँ जसरी पनि राख्न सकिन्छ होइन, त्यहाँ चाहिँ हामीले डेटा भन्छौँ है। कलेक्सन अफ अल्फा न्युमेरिकहरू हुनसक्छ होइन, त्यो चाहिँ ऱ्यान्डमली राखेको हुनसक्ला। अब त्यहाँबाट चाहिँ हामीले केही जानकारी निकाल्यो भने चाहिँ त्यसलाई हामी इन्फर्मेसन भन्छ। इन्फर्मेसनबाट पनि केही नलेजफुल निकाल्यो भने चाहिँ हामीले होइन इन्फर्मेसन एक्सट्र्याक्ट गरेकोलाई चाहिँ हामी नलेज भन्छौँ।
यहाँ चाहिँ तपाईँको फाइल्सहरू राख्दाखेरि चाहिँ के गर्छ भने सिक्वेन्स अफ बिट्समा राख्न सक्छौँ, बाइट्समा राख्न सक्छौँ, सिक्वेन्स अफ लाइनमा राख्न सक्छौँ, अथवा रेकर्ड्सहरू गरेर राख्न सक्छौँ। अब हामीलाई थाहा छ बेसिक युनिट्सहरू फाइल्स चाहिँ तपाईँको स्टोरेजै हुन्छ होइन, जहाँ चाहिँ हामीले बिट्स बाइट्स होइन एमबी होइन यसरी हामी जिबी यसरी हामीले लिएको हुन्छौँ। अर्को भनेको तपाईँको यो फाइल्समा चाहिँ हामीले के राख्छौँ त एक्चुअलीमा चाहिँ हामीले हेर्दाखेरि चाहिँ अर्को भनेको डेटाज हुन्छ, इन्स्ट्रक्सन्सहरू पनि त्यहाँ इन्क्लुड गरेको हुन्छ है फाइलमा, अथवा हामीले इन्फर्मेसन राखेको हुन्छौँ। अब यसमा चाहिँ हामीले के गर्न सक्छौँ त यो फाइल्समा, त्यो फाइल्सलाई चाहिँ हामीले अर्गनाइज गर्न सक्छौँ फाइल सिस्टमलाई। त्यही भएर यो फाइल्स दिएको, नभए हामीलाई ऱ्यान्डमली दिएको भए चाहिँ टेक्स्ट हो कि इमेज हो कि भिडियो हो कि अडियो हो कि होइन हामीलाई थाहै हुँदैन भने त्यसलाई चाहिँ अर्गनाइज गरेर रिप्रेजेन्ट गरेर चाहिँ फाइल्स भनेर भनिदिएको हुन्छ। अनि त्यहाँबाट चाहिँ हामीले एक्सट्र्याक्ट गर्न सक्छौँ यो चाहिँ कुन चाहिँ फाइल हो त, टेक्स्ट फाइल हो कि अडियो फाइल हो कि भिडियो फाइल हो कि होइन। अब तपाईँ टेक्स्ट फाइल चाहिँ भिडियोमा खोल्छु भनेर हुन्छ त हुँदैन, किनकि त्यसलाई अर्गनाइज गरेको हुन्छ, त्यही अनुसारले सिमिलर टाइपको डेटालाई राखेको हुन्छ होइन। भिडियोलाई चाहिँ म टेक्स्टमा खोल्छु भनेर हुन्छ त हुँदैन होइन। अब अहिले नयाँ रिसर्च चाहिँ के गरेको थियो भने तपाईँको यो नासाहरूमा चाहिँ के गर्थ्यो भने अडियो टु इमेज भन्ने हुन्छ तिनीहरूकोमा चाहिँ अब एलडिएम भन्ने के खालको एउटा मेकानिजम हुन्छ, त्यो चाहिँ अडियोबाट चाहिँ इमेजहरू पनि जेनेरेट गर्छ क्या। त्यो NASA.com जानु होला, त्यहाँ हेर्नु होला है, त्यो तपाईँहरू पनि कसरी अडियोलाई चाहिँ इमेज गर्न सक्छ भनेर, किनकि टाढाबाट इन्फर्मेसन आएको हुन्छ नि त। टाढाबाट इन्फर्मेसन आएपछि चाहिँ के हुन्छ त तपाईँको होइन, त्यसलाई हामीले टेक्स्टमा पठायौँ भने अथवा अडियोमा टेक्स्टमा अथवा ग्राफिक्समा फोटोहरू पठायो भने त यहाँ अर्थमा पुग्न त कति समय लाग्छ होइन। यो नयाँ लेटेस्ट अहिलेको नयाँ ट्रेन्ड हो जुन चाहिँ अडियोबाट पनि इमेज फर्म गर्दा रहेछ होइन, छिटो पुग्छ नि त अडियोले। जस्तै म यहाँ बोल्दैछु भने तपाईँहरूको अचानक पुगिगयो, सुनिहाल्दै हुनुहुन्छ, तर हाम्रो कम्प्युटरको सिस्टम चाहिँ कस्तो ढिलो जान्छ, त्यहाँ प्रोसेस हुन थाल्छ, के गर्न थाल्छ होइन। त्यो मोबाइलमा पनि तपाईँहरूले होइन ल्यागिङ भन्ने हेर्नुहुन्छ होला होइन, हामीले बोलिराखेको कुरा आरामले सुनिन्छ तर इमेजेसहरू लोड हुन कति टाइम लाग्छ। अब यो चाहिँ हामीले इफिसियन्ट के गर्छौँ भने फाइल्स त्यति भएपछि चाहिँ हामीले स्टोरेज गर्न सक्छौँ, इजिली रिट्राइभ गर्न सक्छौँ, त्यसलाई म्यानेज गर्न सक्छौँ। अब यो फाइल्सको थुप्रो एट्रिब्युट्सहरू हुन्छ। अब फाइल्सको एट्रिब्युट्सहरू तपाईँहरू कमनली थाहा छँदैछ, फाइल्स जुन चाहिँ क्रिएट गर्नुहुन्छ त्यहाँ नेम हुन्छ, टाइप हुन्छ, साइज हुन्छ, पर्मिसनहरू हुन्छ, अरू पनि थुप्रो हुन्छ एट्रिब्युट्स है। अब यो मेन कुरा चाहिँ के गर्छ भने फाइल्समा चाहिँ लिनियर सिक्वेन्समा चाहिँ फिक्स साइज ब्लक राखेको हुन्छौँ, जसलाई चाहिँ रिडिङ र राइडिङ गर्न सक्छौँ त्यो ब्लकमा चाहिँ। र क्वेसन्सहरू राइज हुनसक्छ, हाउ डु यु फाइन्ड इन्फर्मेसन, हाउ डु यु किप वान युजर फ्रम रिडिङ अनदर डेटा होइन, पर्मिसन दिने के दिनेहरू होइन। अर्को भनेको हाउ डु यु नो विच ब्लक आर फ्री। अब तपाईँहरूले त माई कम्प्युटर खोल्दाखेरि दिस पिसी खोल्दाखेरि त्यहाँ हेर्नुहुन्छ र होइन, हार्ड डिस्क सी ड्राइभ, लोकल डिस्क ड्राइभ सिडिई, अनि त्यहाँ फ्री भएका कुराहरू पनि देखाइदिन्छ, यति मेमोरी अकुपाई भयो, यति मेमोरी फ्री छ भनेर भनि पनि दिन्छ होइन, त्यो चाहिँ ब्लक कसरी फ्री भयो भनेर। अर्को भनेको फाइल नेमिङ भन्ने छ, तपाईँले फाइल्स भन्ने बित्तिकै जम्मै लेख्नुपर्छ है, फाइल नेमिङ पनि लेख्नुपर्छ। अनि नेमिङ दिँदाखेरि के हुन्छ त हामीलाई इजिली भन्छ होइन, ह्युमन रिडेबल फर्ममा हुनु पऱ्यो, स्ट्रिङ फर्ममा हुनु पऱ्यो, अर्को फर्ममा भयो भने चाहिँ कसरी बुझ्नु हामीलाई गाह्रो हुन्छ। त्यही भएर चाहिँ फाइल नेमिङ चाहिँ तपाईँले एकदम आइडेन्टिफाई गरेर चाहिँ राखेको हुन्छन्। जस्तै फर इक्जाम्पल हामीले एक्सटेन्सनमा चाहिँ हेरौँ होइन, फाइल डट बिएकी, बिएके भनेको चाहिँ के रहेछ त, यो ब्याकअप फाइल हो होइन। तपाईँहरूको अपरेटिङ सिस्टम क्र्यास भयो भने त्यसलाई ब्याकअप राख्नुपर्ने हुन्छ होइन, या कुनै हार्ड डिस्कहरू फर्मेट गर्दै हुनुहुन्छ भने त्यसलाई ब्याकअप राख्नुपर्ने हुन्छ भने ब्याक फाइल बनाउने हो। सी प्रोग्रामिङले पनि ब्याक फाइल बनाइराखेको हुन्छ होइन तपाईँले एक्जिक्युट गर्दाखेरि कम्पाइलरले। अर्को भनेको सी भन्ने डट सी हुन्छ, जिआइएफ भनेको मोसन भएको होइन, इन्टरचेन्ज भएको। अर्को एलएचएलपी भनेको हेल फाइल हुन्छ, एचटिएमएल भनेको हाइपरटेक्स्ट मार्कअप ल्याङ्ग्वेज हुन्छ, जेपिजी स्ट्यान्डर्ड कुनै इन्कोडेड इमेजेसको हुन्छ, एमपी3 हुन्छ होइन, एमपिजी हुन्छ भिडियोको लागि।
त्यस्तै गरेर ओ भने अब्जेक्टको लागि होइन थुप्रै एक्सटेन्सनहरू छ, तपाईँले धेरै लेख्नु पर्दैन, 5वटा जति चाहिँ एक्सटेन्सनहरू याद गर्नु होला होइन, 5वटा तपाईँले इन्क्लुड गर्न सक्नुहुन्छ। अर्को भनेको जेट आइपी भनेको चाहिँ तपाईँको आर्चिभ फाइलहरू हुन्छ, अहिले त रेयर फाइलहरू युज गर्छौँ होइन, आरएआर भएको होइन, अरू पनि थुप्रो हुनसक्छ। अब फाइल स्ट्रक्चर भनेको तपाईँले कमनली चाहिँ अनस्ट्रक्चर र स्ट्रक्चर भन्ने हुन्छ। अनस्ट्रक्चर भनेको सिक्वेन्स अफ बाइट्स हुन्छ। अर्को स्ट्रक्चर भनेको अर्गनाइज इन अ रेकर्ड अर ब्लक अथवा डाटाबेसहरूमा राख्न सक्छौँ। जस्तै कस्तो मजाले एक्सेलको एक्जाम्पल एउटा राम्रो एक्जाम्पल हो स्ट्रक्चरको, एसक्युएल भनेको राम्रो एक्जाम्पल हो होइन, ओरेकलहरूले राम्ररी अर्गनाइज गर्छ होइन, अरू पनि थुप्रो हुन्छ। अब स्ट्रक्चरमा चाहिँ हामीले कमनली हेर्नुभयो भने तपाईँले यहाँ बाइट सिक्वेन्सहरू हेर्नु त, ए नम्बरको फिगरमा बाइट सिक्वेन्सहरूमा सानो 1 बाइटको स्प्लिट गरेको हुन्छ होइन। त्यस्तै गरी रेकर्डमा चाहिँ हामीले राखेको हुन्छ होइन, यसरी एरेन्ज गरेको हुन्छ, यहाँ चाहिँ बाइट्समा हुन्छ होइन। अर्को भनेको तपाईँको ट्री लाइक स्ट्रक्चरमा पनि हामीले यसरी रिप्रेजेन्ट पनि गर्न सक्छौँ। यो चाहिँ कमनली तपाईँको होइन लिङ्केज भएकोहरू फाइलहरूलाई राख्छौँ यसरी होइन, हाइरार्किकल टाइपको ट्री लाइकलाई चाहिँ है। अब थुप्रो पनि छ, अरू पनि कमन वे छ। अब स्ट्रक्चरमै तपाईँको 3टा कमन पोसिबिलिटीहरू हुन्छ स्ट्रक्चर गर्दै हुनुहुन्छ भने चाहिँ। जस्तै अनस्ट्रक्चर सिक्वेन्स अफ बाइट हुनसक्छ, सिक्वेन्स अफ फिक्स लेन्थको हुनसक्छ, अनि ट्री अफ रेकर्ड जुन चाहिँ अहिले भर्खर हामीले फिगरहरू हेऱ्यौँ है कसरी राखेको छौँ भनेर। अनस्ट्रक्चरमा चाहिँ सिक्वेन्स अफ बाइट्समा चाहिँ अपरेटिङ सिस्टमले के ट्रिट गरेको हुन्छ भने सिक्वेन्स अफ बाइट्समा चाहिँ राखेको हुन्छ। जस्तै हेर्नु त 1 बाइटको मजाले छुट्याइदिएको हुन्छ, यो चाहिँ कुनै इनहेरिट स्ट्रक्चर युज गरेको हुँदैन। अर्को भनेको तपाईँको होइन म्याक्सिमम फ्लेक्सिबिलिटी गर्न सक्छौँ, त्यसमा इजिली हामीले रिट्राइभ गर्न सक्छौँ, प्रोग्रामहरूलाई राख्न सक्छौँ होइन। र यो कमनली चाहिँ तपाईँको युनिक्स र विन्डोजहरूमा युज गरेको हुन्छ। अर्को भनेको सिक्वेन्स अफ फिक्स लेन्थ हामीले रेकर्ड राख्न सक्छौँ। यहाँ हेर्नु त अब 8 बाइटको होला होइन, समथिङ एउटा इक्जाम्पल हो है, यसरी पनि हामीले राख्न सक्छौँ। 8 बाइट, 16 बाइट, 32 बाइट होइन, अरू पनि थुप्रो राख्न सक्छौँ, तपाईँले इक्जाम्पल लिन सक्नुहुन्छ। तर त्यो चाहिँ फिक्स लेन्थ रेकर्ड चाहिँ हुनु पऱ्यो, इन्टरनल स्ट्रक्चर चाहिँ फिक्स हुनु पऱ्यो होइन। जस्तै हामीले कम्प्युटरमा अपरेटिङ सिस्टम हाल्दाखेरि 32 बिटको इन्स्टल गर्ने कि 64 बिटको इन्स्टल गर्ने हो कि कतिको चाहियो त्यो फिक्स भयो नि त। अनि भोलि गएर चाहिँ तपाईँको होइन सफ्टवेयर हाल्दाखेरि पनि त्यही बिटकै चाहियो, नभए त लिँदैन होइन, इन्स्टलै मान्दैन। अब जस्तै 32 बिटको अपरेटिङ सिस्टम इन्स्टल गर्नुभयो अनि तपाईँको प्रोग्राम चाहिँ 64 बिटको छ भने कम्प्याक्टिबिलिटी नै हुँदैन होइन। त्यो पनि एउटा इक्जाम्पल हो जुन चाहिँ हामीले फिक्स लेन्थ रेकर्ड राखेको हुनसक्छ होइन, जति छ त्यति। एउटा इक्जाम्पल रियल टाइमको इक्जाम्पल चाहिँ तपाईँको पञ्च कार्डहरू हेर्नुभएको छ होला होइन, त्यहाँ चाहिँ तपाईँको 80 क्यारेक्टरहरू हुन्छ, स्ट्याम्पहरू पनि हेर्नुभएको होला होइन, पनि 80 क्यारेक्टरको फिक्स भयो नि त। अब 80 क्यारेक्टरभरिमा के युज गर्ने हो त्यो गर्न सकियो। अर्को भनेको इक्जाम्पल भनेको लाइन प्रिन्टर्सहरू पनि हुन्छ, 132 बिटको क्यारेक्टर रेकर्ड हुन्छ, त्यो क्यारेक्टर छ भने त्यहाँ प्रिन्ट हुने भयो, एउटै लाइनमा प्रिन्ट हुने भयो, होइन भने हुँदैन। तपाईँको यो होइन छापाखानाहरूमा कमनली युज गरेको हुन्छ होइन। अहिलेको मोडर्न अप्रोच पनि हामीले यो फिक्स लेन्थ युज गर्दाखेरि चाहिँ कमनली चाहिँ लेस कमनली चाहिँ युज गरेको हुन्छ। अर्को भनेको ट्री अफ रेकर्ड भन्ने हुन्छ। ट्री अफ रेकर्ड चाहिँ की हुन्छ अनि भ्यालु हुन्छ क्या, त्यो कीमा चाहिँ अब के राख्ने त। जस्तै हामीले कीमा A=10 भने ए भनेको की भयो, 10 भनेको भ्यालु भयो भनेपछि हामीले त्यो ट्री लाइक स्ट्रक्चरमा चाहिँ होइन डेटा स्ट्रक्चर्सहरू पनि पढ्दाखेरि तपाईँले अब्जर्भ गर्नुभएको होला नि, हायरार्की बाइनरी ट्री होइन, अरू के ट्रीहरू हुन्छन् त्यहाँ भने लिङ्केज भएको चाहिँ हुन्छ, त्यहाँ एउटा स्पेसल की हुन्छ, त्यहाँबाट चाहिँ सर्च गर्न सजिलो हुन्छ भनेर राखेको हुन्छ। यहाँ पनि हामीले फाइललाई त्यसरी एरेन्ज गर्न सक्छौँ होइन, ट्री अफ रेकर्ड युज गर्न सक्छौँ। तर त्यहाँ चाहिँ एउटा की चाहिँ फिक्स हुनु पऱ्यो, पोजिसन चाहिँ चेन्जेस हुनु भएन। जस्तै रोल नम्बर, स्टुडेन्टको रोल नम्बर चाहिँ की भयो होइन, अब रोल नम्बर फिक्स भयो, त्यो स्टुडेन्टको नाम के हो होइन, एड्रेस के हो, फोन नम्बर के हो भनेर हामीले रिप्रेजेन्ट गर्न सक्छौँ। तर एउटा फिक्स
पोजिसन चाहिँ हुनु पर्यो। सर्टिङ गर्दाखेरि त्यही कीको आधारमा हामीले ऱ्यापिडली सर्च पनि गर्न सक्छौँ। जस्तो स्टुडेन्टमा रोल नम्बर भनेपछि हामीले इजिली सर्च गर्न सक्छौँ। र यो होइन मेन फ्रेम सिस्टमहरूमा कमर्सियल्ली युज गरेको हुन्छ प्रोसेस गर्नको लागि। र यो स्ट्रक्चर तपाईँ फ्लेक्सिबिलिटी र इफिसियन्ट हुन्छ र मोस्ट अफ एप्लिकेसन र अपरेटिङ सिस्टममा युज गरेको हुन्छ। अर्को भनेको फाइल टाइप भन्ने छ। यो डिफ्रेन्ट पर्पजको लागि हामीले युज गर्न सक्छौँ। फाइल टाइप होइन, रेगुलर फाइल्स, डाइरेक्ट्रिज, क्यारेक्टर स्पेसल फाइल्स होइन, ब्लक स्पेसल फाइल्स। अब रेगुलर फाइल्सहरू के हुन्छ, कन्टेन्ट युजर इन्फर्मेसनहरू हुन्छ त्यहाँ, हाम्रो नर्मल हाम्रो डक फाइलहरू होइन, एक्सेल फाइलहरू, पिपिटी फाइलहरू होइन। अर्को एस्की टेक्स्टहरू पनि राख्न सक्छौँ, अमेरिकन स्ट्यान्डर्ड होइन, इन्कोडिङ कोडिङ इन्फर्मेसनहरू राख्न सक्छौँ, या बाइनरी फाइल्सहरू राख्न सक्छौँ। आस्कीमा तपाईँको टेक्स्ट फाइलहरू हुन्छ जहाँ चाहिँ हामीले डिस्प्ले र एडिट गर्न सक्छौँ इजिली। बाइनरी फाइलहरू चाहिँ इन्टरनल्ली स्ट्रक्चर हुन्छ है, प्रोग्रामलाई मात्रै थाहा हुन्छ। अर्को भनेको डाइरेक्ट्रिज भन्ने छ। डाइरेक्ट्रिजमा चाहिँ हामीले सिस्टम फाइल्स मेन्टेन गर्न सक्छौँ, इन्टरनल्ली स्ट्रक्चरमा राख्न सक्छौँ फाइल सिस्टममा। इट हेल्प्स टु अर्गनाइज इन्टु हायरार्किकल स्ट्रक्चर। अर्को भनेको क्यारेक्टर स्पेसल फाइल्सहरू हुन्छ होइन। क्यारेक्टर स्पेसल फाइल्सहरूमा चाहिँ रिलेटेड टु इनपुट आउटपुट अपरेसन्सहरू हुन्छ। युज टु मोडल सिरिज इनपुट आउटपुट डिभाइसेस हुन्छ जहाँ चाहिँ टर्मिनल, प्रिन्टर्स होइन, नेटवर्क्सहरू युज गर्छ क्यारेक्टर स्पेसल फाइल्सहरू होइन। ब्लक स्पेसल फाइल्सहरू हुन्छ होइन। युज टु मोडर्न डिस्क, अहिलेका मोडर्न डिस्कहरूमा सिडीहरू होइन, डिभिडीहरूमा यस्तोहरूमा युज गर्छ ब्लक्सहरू। र अहिलेको पेन ड्राइभहरूमा पनि तपाईँको एसएसडीहरू हुन्छ नि, त्यहाँ पनि ब्लकहरू युज गरेको हुन्छ है। अझै डिटेलमा छ भने तपाईँले हेर्न सक्नुहुन्छ यहाँ है। अब यहाँ एउटा अब्जर्भ गर्नुभयो भने कुनै पनि प्रोग्रामहरूको एक्जिक्युटेबल फाइलहरू हुन्छ। अब तिनीहरूको स्ट्रक्चर चाहिँ एक्जाममा सोध्छ होइन, यो धेरै इम्पोर्टेन्ट हुन्छ। स्ट्रक्चर एक्जाममा सोद्धाखेरि चाहिँ एक्जिक्युटेबल फाइलमा ए नम्बरको प्रोग्राममा चाहिँ तपाईँ कस्तो खालको हुन्छ भने यो चाहिँ नर्मली एउटा स्ट्रक्चर हो एक्जिक्युटेबल फाइलको, जहाँ चाहिँ तपाईँको हेडरहरू हुन्छ, टेक्स्टहरू हुन्छ, डेटाहरू हुन्छ, रिलोकेसन बिट्सहरू हुन्छ, सिम्बल टेबल्सहरू इन्क्लुड गरेको हुन्छ। र यहाँ थुप्रो हेडर फाइलहरूमा इन्क्लुड गरेको हुन्छ। फ्ल्याग भनेको चाहिँ तपाईँको इन्डिङ भन्छ, जहाँ चाहिँ यहाँ स्टार्टिङ र इन्डिङ भन्छ। यहाँबाट चाहिँ अब डेटा अथवा टेक्स्ट चाहिँ सुरु भयो है भनेर भनिदिन्छ। त्यसको माथिबाट चाहिँ तपाईँको होइन जम्मै साइजहरू डिफाइन गरिदिएको हुन्छ, टेक्स्टको, डेटाको, बिएसएसको, सिम्बल टेबलको, इन्ट्री पोइन्टको होइन, कुनै म्याजिक नम्बरहरू इन्क्लुड गरिदिएको हुन्छ जहाँ चाहिँ आइडेन्टिफाई होस् यो प्रोग्रामको लागि हो भनेर, एक्जिक्युटेबल फाइल भनेर। यो चाहिँ कमनली स्ट्रक्चर यस्तो खालको हुन्छ। यदि तपाईँले कम्प्रेस अथवा आर्चिभ गर्नुभयो भने फाइल चाहिँ यस्तो यो फर्ममा हुन्छ होइन। हेडर हुन्छ, अब्जेक्ट मोडल हुन्छ, अनि फेरि सेम त्यही नै हेडर, अब्जेक्ट मोडल त्यसरी नै हामीले रिटाइप गरेको हुन्छ। अनि चाहिँ डेटा चाहिँ कम्प्रेस अथवा आर्चिभ भएकोमा चाहिँ हेडरभित्र चाहिँ सबै डेटाहरूलाई इन्क्लुड गरिदिएको हुन्छ है। एक्जिक्युटेबल एक्सपान्डेबल यसरी हुन्छ। त्यहाँभित्र पनि तपाईँको अर्को आर्चिभ गर्दाखेरि चाहिँ यो फर्ममा सबै हेडरमा चाहिँ मोडल नेम, डेट, ओनर, प्रोटेक्सन, साइज, के कुराहरू जम्मै कुराहरू चाहिँ यहाँ इन्क्लुड गराइदिएको हुन्छ। अनि त्यो हेडरबाट चाहिँ त्यो मोडुल अब्जेक्ट मोडल चाहिँ के हो भनेर चाहिँ उनीहरूले आइडेन्टिफाई गरिदिन्छ त्यहाँबाट। अब फाइल एक्सेस तपाईँले जम्मैले थाहा होला होइन। फाइल एक्सेस हामीले दुई तरिकाले गर्न सक्छौँ। एउटा सिक्वेन्सियली एक्सेस गर्न सक्छौँ, जस्तै 1 2 3 4 5 6 7 8 होइन, यसरी हामी जान सक्छौँ सिक्वेन्सियली। अर्को भनेको रेन्डम एक्सेस गर्न सक्छौँ। रेन्डम एक्सेस भनेको चाहिँ होइन, जस्तै 1 2 3 4 10सम्म छ भने 5 को दिन्न, 4 को दिन्न भनेपछि यो चाहिँ के हुन्छ तपाईँको रेन्डमली हामीले चाहिँ एक्सेस गरेको। अब होइन अहिलेका पेन ड्राइभहरूमा स्पेसली तपाईँको रेन्डम एक्सेस र सिक्वेन्सली एक्सेस गर्न सक्छौँ, इजिली हामीले युज गर्न सक्छौँ पेन ड्राइभहरूमा रिटाइप गर्दाखेरि होइन। तर यो क्यासेटहरूमा होइन, क्यासेट भनेको थाहा होला होइन, पहिलाको अडियोहरूमा होइन, MP3हरू चलाउँदाखेरि अब्जर्भ गर्नुभएको होला होइन, त्यहाँ सिडीहरूमा अब्जर्भ गर्नुभएको होला। त्यहाँ चाहिँ के जान्छ भने सिक्वेन्सली चाहिँ हामीले डेटा रिटाइप गर्नुपर्ने हुन्छ, पर्खिनु पर्यो। त्यहाँ तपाईँले अब गीत गाउँदैछ भने सिक्वेन्सली गीत म्याग्नेटिक टेपमा होइन त्यो अर्डरली बजेको हुन्छ। तर म बिचमा सुन्छु भनेपछि
हामीलाई कम्प्लेक्स हुन्छ, त्यसलाई फरवर्ड गर्नु पर्यो अनि के गर्नु पर्यो होइन, पल्स प्ले गर्नु पर्यो। तर रेन्डम एक्सेसहरूमा अहिलेका पेन ड्राइभहरूमा हार्ड डिस्कहरूमा रेन्डमली र इजिली हामीले पोजिबली होइन रिट्राइभ गर्न सक्छौँ। धेरै स्पिड पनि छ अहिलेका हार्ड डिस्कहरूमा स्टोरेजहरूमा है, जताको डेटा पनि हामीले इजिली रिट्राइभ गर्न सक्छौँ। त्यसलाई चाहिँ हामीले रेन्डम एक्सेस भन्छ है। अब यसमा चाहिँ हामीले रिडिङ पोजिसन्सहरू हुन्छ होइन, स्पेसिफिक पोजिसन्सहरू हुन्छ त्यहाँ, डाइरेक्ट पोजिसनिङ र सिक अपरेसन भन्ने हुन्छ। डाइरेक्ट पोजिसनिङमा तपाईँ कुन ठाउँमा चाहिँ डेटा छ त्यहाँबाट चाहिँ रिट्राइभ गरिदिनु पर्ने होइन। सिक अपरेसनमा चाहिँ करेन्ट पोजिसनबाट चाहिँ कहाँ चाहिँ जाने। अब अस्ति हामीले न्युमेरिकलहरू गर्दाखेरि त्यहाँ हेर्नुभयो होला होइन, सिक टाइमहरू निकाल्नु भन्छ होइन, त्यो हामीले रिट्राइभ गरेको छौँ त्यहाँ प्रब्लमहरू यदि तपाईँहरूले रिभ्यू गर्नुभएको छ भने। अर्को भनेको फाइल एट्रिब्युट्स। अघि भर्खर हामीले हेर्दै थियौँ फाइल एट्रिब्युट्स भनेको चाहिँ के हुन्छ त, त्यहाँ नेम, आइडेन्टिफायर, टाइप, लोकेसन र साइजहरू हुन्छ। अब नेम भनेको के राख्ने त, फाइलको नाम जे पाइ त्यही राख्नु पनि भएन, त्यहाँ ह्युमन रिडेबल फर्ममा हुनु पर्यो र इन्फर्मेटिक तरिकाले राख्नु पर्यो होइन। आइडेन्टिफायरमा चाहिँ एउटा युनिक ट्याग नेमहरू त्यहाँ नम्बरहरू इन्क्लुड गराइदिएको हुन्छ त्यो फाइललाई चिन्नको लागि, कुन फाइल हो भनेर। जस्तै डक फाइल हो कि एक्सेल फाइल हो कि होइन पिपिटी फाइलहरू हो कि कुन फाइल हो, त्यहाँ एउटा ट्याग इन्क्लुड गरिदिएको हुन्छ, स्ट्यान्डर्ड हुन्छ त्यहाँ, अथवा नम्बरहरू इन्क्लुड गरेर स्पेसिफाई गरिदिएको हुन्छ। अर्को टाइप भनेको हुन्छ। टाइपमा चाहिँ अब यहाँ टाइपमा पनि त्यहाँ एक्सटेन्सन टाइपकै जस्तो हुन्छ है। लोकेसन हुन्छ कुन पाथमा डेटा छ अथवा फाइल छ। साइज भनेको कति करेन्ट साइजहरू छ होइन, त्यहाँ हामीले देखाइदिएको हुन्छ। अझै पनि थुप्रो भेरियस एट्रिब्युट्सहरू हुन्छ हामी, तर यो एक्जाममा चाहिँ तपाईँले यो 5वटा चाहिँ इन्क्लुड गराउनुपर्छ। अरू पनि थुप्रो छ, प्रोटेक्सन एट्रिब्युट्स, फ्ल्याग, रेकर्ड एट्रिब्युट्स, टाइम स्ट्याम्प होइन। तपाईँहरूले यहीबाट पनि कुनै पनि फाइल खोलेर तपाईँहरूले अब्जर्भ गर्न सक्नुहुन्छ होइन। कुनै एउटा फाइल लिनु अनि त्यहीँ राइट क्लिक गरिदिनु भयो भने त्यहाँ एट्रिब्युट्सहरू प्रपर्टिजमा जानुभयो भने यहाँ होइन फाइललाई हामीले के गर्न सक्छौँ त होइन, डिटेल्समा जाने हेर्नु त, फाइल टाइप, नेम, लोकेसन, साइज, क्रिएसन कहिले बनाएको, कुन दिन मोडिफाई भएको, यसको एट्रिब्युट्स के छ, ओनर को होइन, लोकेसन पिसी के हो, सबै इन्फर्मेसनहरू यहाँ रिट्राइभ दिएको हुन्छ होइन। कहिले बनाएको, जहिले पनि फाइलहरू क्रिएट गर्दाखेरि अथवा भोलि गएर चाहिँ तपाईँहरूले होइन रिसर्च के अरे प्रोजेक्टहरू बनाउँदाखेरि चाहिँ यो डेट क्रिएट फाइल चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। कहिले चाहिँ अब रिपोर्ट लेख्दै हुनुहुन्छ होइन, कुनै प्रोजेक्टको रिपोर्ट लेख्दै हुनुहुन्छ अनि कहिले चाहिँ लेख्नुभयो त, कोही के गर्छ भने त्यही कपी गर्छ अनि पेस्ट गरिदिन्छ अनि उसले फाइल भर्खर आजै बनाएको हुन्छ। अब मैले 1 महिनामा काम गरेँ होइन, 3 महिनामा काम गरेँ भन्छ प्रोजेक्टमा, तर त्यो डेट क्रिएटले चाहिँ बताउँछ। त्यही भएर अब्जर्भ गर्नु होला, फाइल क्रिएट गर्दाखेरि यो फेरि हामीले चेन्जेस गर्न धेरै कम्प्लेक्स हुन्छ। मोडिफाई चाहिँ आफै चेन्ज हुन्छ, त्यो खोल्ने बित्तिकै चेन्ज हुन्छ मोडिफाई डेट चाहिँ। यो क्रिएट फाइल चाहिँ धेरै इम्पोर्टेन्ट हुन्छ, कहिले चाहिँ बनाएको यो फाइल भनेर उनीहरूले भेरिफाई गर्न खोज्छ क्या। त्यही भएर अब्जर्भ गर्नु होला यस्तो होइन, रिपोर्ट्सहरू बनाउँदा फाइलहरू क्रिएट गर्दाखेरि। अझै पनि थुप्रो एट्रिब्युट्सहरू हुन्छ, लिनक्समा चाहिँ अझै थुप्रो छ। लिनक्समा चाहिँ साइजहरू बताइदिने होइन, म्याक्सिमम साइजहरू बताइदिने, प्रोटेक्सनमा पर्मिसनहरू दिने, पर्मिसनहरू पनि दिने खालको हामीले बनाउन सक्छौँ। यसलाई दिने नदिने होइन, के रिड गर्न दिने नदिने त्यो कुराहरू पनि यहाँ सेक्युरिटीमा जानुभयो भने यहाँ तपाईँहरूले इजिली यहाँ चेन्जेस गर्न सक्नुहुन्छ। सिस्टममा होइन एडमिनिस्ट्रेटरलाई के गर्न दिने त, एडिट गर्ने, डिनाइन गर्ने भनेर भनिदिनु भयो भने यसले डिनाइन होइन हटाइदिन्छ, फुल कन्ट्रोलले गर्न दिँदैन एडमिनिस्ट्रेटरलाई पनि। मोडिफाईलाई पनि रिड गर्न दिँदै हुनुहुन्छ भने रिड पनि गर्न दिँदैन, तपाईँले यो चेक बक्स गरिदिनु भयो भने अनि ओके गरिदिनु भयो भने होइन। अब फाइलहरू पठाउँदाखेरि पनि अब्जर्भ गर्नु, कुनै साथीहरूलाई पठाउँदै हुनुहुन्छ अथवा अफिसको कामहरू गर्दै हुनुहुन्छ कसैलाई पठाउनको लागि भने त्यतिखेर तपाईँले रिड गर्न दिँदै हुनुहुन्छ भने रिड गर्न दिनु, राइट गर्न दिँदै हुनुहुन्छ राइट गर्न दिनु, होइन भने खालि रिड र एक्जिक्युटेबल मात्रै गर्न दिनु त्यो दिनु। अनि कोहीले चाहिँ फाइल पठाउँछ अनि त्यहाँ के कोडहरू बिगाएर दिन्छ, त्यतिखेर तपाईँले मोडिफाई अप्सनमा हालिदिनु होइन। त्यो होइन सच्याएको छ भने उसले मोडिफाई गर्न सक्छ, होइन भने उसले खालि रिड मात्रै गर्ने, रिड मात्रै, राइट गर्ने राइट मात्रै। पर्मिसन चाहिँ यहाँबाट चाहिँ तपाईँले
सेटिङलाई चेन्ज गरेर गर्न सक्नुहुन्छ। कुन युजरबाट लगइन गर्न दिने त्यसलाई एड गर्ने, अनि त्यसलाई एड गरिसकेपछि यहाँ अझै एड गर्न पनि मिल्छ है। यहाँ एड गर्नु होला, कुन युजरलाई दिने फाइन्ड नाउ गर्नु होला। एडमिनिस्ट्रेटर हो भने एडमिनिस्ट्रेटर राखिदिने अनि ओके गरिदिने। यहाँ एडमिनिस्ट्रेटर अलरेडी थियो हैन, यसरी रिमुभ गर्न रिमुभ हैन, यस्तो कुराहरू पनि हामीले धेरै ख्याल गर्नुपर्ने हुन्छ। अरू पनि थुप्रो हुन्छ यहाँ फाइलको हैन, डिटेल्समा भर्जन छ कि छैन, कम्प्याक्टेबल छ कि छैन, अरू फाइलहरू छ भने यहाँ देखाउँछ चेन्जेसहरू है। सिग्नेचरहरू एड गरिदिने। अब जेनरली त्यही एट्रिब्युट्सहरूमा साइजहरू हुन्छ हैन, यी साइजहरू म्याक्सिमम साइजहरू यहाँ तपाईँहरूले एलोकेटेड गरिदिन्छ, कहिले बनाएको, मोडिफाई कहिले गरेको, एक्सेस कहिले गरेको, रिड गर्न दिने मात्र दिने कि हाइड गर्न दिने फाइललाई हैन, यो कुन एक्सटेन्सन टाइपको हो हैन, .txt हो भनेपछि उसले txt कुनमा खोल्ने पनि टेक्स्टलाई चाहिँ टेक्स्टमै खोल्नु पर्यो हैन। यसलाई अब म चेन्ज गरेर भिडियोमा खोल्छु भनेर चाहिँ हुँदैन। जुन टेक्स्ट एडिटेबल छ हैन, भिजुअल स्टुडियो कोडमा गर्न सकियो हैन, यसरी हामीले लिन सक्छौँ है, सेट डिफल्ट गरेर है। अब 5-6 वटा याद गर्नुभयो भने भइहाल्छ। थुप्रो छ यहाँ त, अघि भर्खर हामीले हेऱ्यौँ प्रोटेक्सन, पासवर्ड, क्रिएटर, ओनर, रिड, एड, हिडन, सिस्टम फाइल, थुप्रो यहाँ थुप्रो छ हैन। यो लिनक्सको लागि हुन्छ, लिनक्सको लागि अझै यो प्रायः जस्तो एक्जाम्पल लिनक्समा हुन्छ है। अर्को भनेको फाइल अपरेसन भन्ने छ। अब फाइल अपरेसनमा चाहिँ तपाईँ के हुन सक्छ त यहाँ हामीले तपाईँ आफै अब्जर्भ गर्नु। एउटा फाइल मैले क्रिएट गरेपछि के गर्न सक्छ त फाइलले हामी के गर्न सक्छौँ, फाइललाई क्रिएट गर्न सक्छौँ, आफ्नैको हिसाबले लेखिदिँदा पनि हुन्छ। अपरेसन सोधिरहेछ हैन, त्यो फङ्सन्स गर्दाखेरि चाहिँ के गर्न सक्छौँ त त्यो फाइललाई क्रिएट गर्न सक्छौँ, डिलिट गर्न सक्छौँ, ओपन गर्न सक्छौँ, क्लोज गर्न सक्छौँ, रिड गर्न सक्छौँ, राइट गर्न सक्छौँ। अपेन्ड भनेको चाहिँ फेरि एड गर्ने तर पुरानो डाटा चाहिँ उडाउने होइन। फेरि राइट गर्नुभयो भने चाहिँ पुरानो डेटा चाहिँ उडाएर नयाँ डेटा हुन्छ। अपेन्ड भनेको चाहिँ पुरानो डेटामै थपिनु, त्यसलाई हामी अपेन्ड भन्छौँ। सिक भनेको चाहिँ तपाईँको स्पेसिफिक लोकेसनबाट चेन्ज गर्ने, रिड गर्ने या राइट गर्ने हैन, खोज्ने भनौँ न, पोइन्टर जस्तै टाइपको हुन्छ। गेट एट्रिब्युट्स, कस्तो खालको एट्रिब्युट्सहरू के छन् त्यहाँ है। सेट एट्रिब्युट्स, रिनेम हैन। अब 11 वटा दिएको छ, तपाईँले जति याद गर्न सक्नुहुन्छ त्यति त्यहाँ अपरेसनमा लेख्न सक्नुहुन्छ। अब फाइल एक्सटेन्सन अघि हामीले हेरिसक्यौँ, फाइल नेमिङ र एक्सटेन्सनमा हैन। एक्जिक्युटेबल फाइल हुन्छ, एक्जिक्युटेबल फाइलहरू कस्तो खालको एक्सटेन्सन हुन्छन्, .exe हैन, .com है, बिन बाइनरी फाइल भन्छ यसलाई हैन। कमनमा चाहिँ तपाईँको कमान्ड टाइपको हुन्छ हैन। एक्जिक्युटेबल exe मा एक्जिक्युटेबल हुन्छ। अर्को अब्जेक्ट भन्ने हुन्छ, ओबिजे हुन सक्छ हैन। त्यस्तै गरी हाम्रो सोर्स कोडमा सी हुन्छ, सीसी हुन्छ हैन, जावा हैन। त्यस्तै गरेर पीएस हैन, एसएम भनेको तपाईँको एसेम्बलिङ ल्याङ्ग्वेजमा हुन सक्छ हैन, ए ल्याङ्ग्वेजमा हुन सक्छ। टेक्स्ट भनेको .txt हैन, .doc यस्तोहरू हुन्छ है। अर्को भनेको डाइरेक्टरिज भन्ने छ। डाइरेक्टरिजमा चाहिँ हामीले डाइरेक्टरिज भन्ने बित्तिकै तपाईँले के ख्याल गर्नु भने फोल्डर हो, यो एउटा फोल्डर्सहरू हो हैन। अब फोल्डर्स भन्ने बित्तिकै तपाईँहरूले थाहा छ त्यो एउटा फोल्डरभित्र नम्बर्स अफ फोल्डरहरू इन्क्लुड गर्न सकिन्छ। त्यो नम्बर्स अफ फोल्डरभित्र पनि हामीले फाइलहरू पनि राख्न सक्छौँ भने यसले अझै अर्गनाइज गर्न सक्छ, इन्क्लुडिङ फाइल्स एन्ड फोल्डर्सहरूलाई अर्गनाइज गर्न सक्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले के गर्न सक्छौँ भने अर्गनाइज मात्रै होइन, ट्र्याक पनि गर्न सक्छौँ, फाइलहरूको ट्र्याकहरू राख्न सक्छौँ त्यहाँ फाइल सिस्टममा चाहिँ है मेनली। र यो चाहिँ हायरार्किकल स्ट्रक्चरमा हुन्छ, इजी हुन्छ म्यानेज गर्न, एलोकेटेड गर्न, अर्गनाइज गर्न। अनि त्यसको सब डाइरेक्टरिजहरू पनि हुन्छ, अथवा हामीले ट्री लाइक स्ट्रक्चर पनि हामीले सेट गर्न सक्छौँ। अब डाइरेक्टरिजमा चाहिँ तपाईँको सिम्पल लेभल डाइरेक्टरिजहरू हुन्छ, जहाँ चाहिँ एउटा फोल्डर हुन्छ अथवा रुट हुन्छ, जसलाई चाहिँ हामीले रुट डाइरेक्टरी भन्छ। अनि त्यहाँभित्र चाहिँ अरू फोल्डरहरू इन्क्लुड गर्न सक्छौँ। अर्को हायरार्किकल डाइरेक्टरिज भन्न सक्छौँ, जहाँ चाहिँ ट्री लाइक स्ट्रक्चर अथवा युजरले आफै अर्गनाइज गरेर एउटा सब डाइरेक्टरिज, मल्टिपल डाइरेक्टरिजहरू हामीले क्रिएट गर्न सक्छौँ है, जहाँ चाहिँ अहिले फिगर हेर्छौँ। अनि पाथ नेम भनेको चाहिँ
एउटा एब्सोल्युट पाथ हुन्छ, तपाईँले अब्जर्भ गर्नुभएको होला पाथहरू होइन। यस्तो फरवर्ड स्ल्यास देख्नुभयो भने युनिक्समा अनि त्यसलाई हामीले एब्सोल्युट पाथ भन्छ। विन्डोजमा चाहिँ फेरि ब्याकवर्ड स्ल्यासहरू हुन्छ है, यसरी चाहिँ हामीले विन्डोजमा चाहिँ इन्क्लुड गराउँछौँ। अथवा हामीले मल्टिटेक्स्टमा चाहिँ हामीले यो कर्स यो होइन ग्रेटर देन सिम्बल युज गरेको हुन्छ है। अर्को रिलेटिभ पाथ भन्ने हुन्छ। रिलेटिभ पाथले चाहिँ के गर्छ भने यहाँ चाहिँ तपाईँको रुट पाथ भन्दा रिलेटिभ पाथमा चाहिँ हामीले रेफरेन्सेस अथवा कुन डाइरेक्ट्रीमा चाहिँ हामीले काम गर्दैछौँ भन्छ, त्यो चाहिँ तपाईँको रिलेट हुनु क्या, कुन ठाउँमा सी ड्राइभमा हुँदै हुन्छ भने सी ड्राइभमा काम गर्दै, सीको पनि फेरि अझै विन्डोज फोल्डरमा हुँदै हुनुहुन्छ भने विन्डोजभित्र पनि अझै प्रोग्राम फोल्डर छ भने प्रोग्राममा भने रिलेटिभ भन्छ यसलाई चाहिँ हामीले। कहिलेकाहीँ इक्जाममा सोध्न सक्छ एब्सोल्युट र रिलेटिभ भनेको के हो त। रिलेटिभमा चाहिँ जहाँ जुन ठाउँमा वर्किङ डाइरेक्टरिजमा काम गर्दै हुनुहुन्छ त्यहाँ चाहिँ रिलेटिभ होइन। वर्किङ डाइरेक्टरिज होइन सुरुदेखिकै पाथ, रुटदेखिकै पाथ भने एब्सोल्युट। अर्को भनेको वर्किङ डाइरेक्टरिजमा चाहिँ करेन्ट पोजिसनमा, करेन्ट डाइरेक्टरीमा अथवा प्यारेन्ट डाइरेक्टरीमा काम गर्दै हुन्छ भने केही चेन्जेस गर्न खोज्दै हुन्छ, त्यसलाई चाहिँ हामीले वर्किङ डाइरेक्टरिज भन्छौँ है। रिलेटिभ पाथमा चाहिँ वर्किङ डाइरेक्टरिजको अझै भित्र हामीले काम गर्छौँ है। अब डाइरेक्टरिज अपरेसन्सहरू के हुनसक्छ, जसरी हामीले फाइल बनाएको त्यसरी फोल्डर पनि क्रिएट गर्न सक्छौँ। त्यसको अपरेसन्सहरू पनि कस्तो हुन्छ त, क्रिएट गर्ने, डिलिट गर्ने होइन, ओपन डाइरेक्टरी गर्ने, क्लोज डाइरेक्टरी कमान्डहरू सुन्नुभएको होला होइन, रिड डाइरेक्टरी, रिनेम गर्ने, लिङ्क गर्ने, अनलिङ्क गर्ने, यस्तो अपरेसन्सहरू हामीले डाइरेक्टरी अपरेसनमा गर्न सक्छौँ। अर्को सिम्बोलिक लिङ्क भन्ने छ। सिम्बोलिक लिङ्क भनेको चाहिँ तपाईँको पोइन्टिङ डाइरेक्टली टु द फाइल होइन, जस्तै डाटा स्ट्रक्चरमा हामीले अब्जर्भ गरेको होला सिम्बोलिक रिप्रेजेन्ट गर्छ कुन फाइलको लागि भने त्यो पनि हामीले गर्न सक्छौँ। अर्को एडभान्टेज चाहिँ भनेको यसको के हुन्छ भने बााउन्ड्री क्रस हुन आँट्यो है भनेर पनि भनिदिन्छ उसले होइन, या रेफरेन्सेसहरू छ अर्को रिमोट सिस्टमको, रिमोट कम्प्युटरको भनेर उसले भनि पनि दिन्छ। अर्को डिसएडभान्टेज चाहिँ के छ भने धेरै डिफिकल्टी हुन्छ सिम्बोलिक लिङ्क गर्नको लागि, किनकि सिम्बल टेबल हुन्छ। त्यहाँ अघि डायग्राममा हेर्नुभयो होला सिम्बल टेबल छ। अब सिम्बल टेबल कहाँ रिप्रेजेन्ट गरेको छ होइन, त्यो खोजेर हामीले राख्नुपर्ने हुन्छ। अर्को भनेको फाइल सिस्टम इम्प्लिमेन्टेसन भन्ने छ। फाइल सिस्टम लेआउटहरू हुन्छ। यहाँ 7वटा टपिक हुन्छ, तपाईँले 7वटामा धेरै इम्पोर्टेन्ट पनि हो होइन, अघि मैले भनिसकेँ तपाईँहरूलाई। फाइल सिस्टम लेआउट, इम्प्लिमेन्टिङ फाइल्स, इम्प्लिमेन्टिङ डाइरेक्टरिज, सेयर फाइल्स, लग स्ट्रक्चर फाइल सिस्टम, जर्नलिङ फाइल सिस्टम र भर्चुअल फाइलहरू हुन्छ। यो यादै गर्नुपर्छ तपाईँहरूले, एउटा 5 मार्क्स आउँछ है। फाइल सिस्टममा सबभन्दा फाइल सिस्टममा चाहिँ हामीले के गरेको हुन्छ भने पहिला फाइल सिस्टम बुझ्नुभन्दा अगाडि चाहिँ यो पर्सपेक्टिभ पर्सेप्टिभमा चाहिँ के छ त, युजर र इम्प्लिमेन्टरको चाहिँ। युजर भनेको चाहिँ फाइल नेमिङसित कन्सर्न हुन्छ, जहाँ चाहिँ अपरेसन्सहरू हुन्छ, डाइरेक्टरिज स्ट्रक्चरहरू राखेको हुन्छ। इम्प्लिमेन्टरमा चाहिँ के गरेको हुन्छ, फोकस चाहिँ डिस्कमा चाहिँ कहाँ स्टोरेज गरेको छ, कुन मेथडले स्टोरेज गरेको छ, स्पेस कति छ, इफिसियन्सी छ कि छैन, रिलायबिलिटी छ कि छैन भनेर चाहिँ राखेको हुन्छ। यसको मेनली फोकस चाहिँ यो फाइल सिस्टम इम्प्लिमेन्टेसनको चाहिँ स्टोरेज अफ फाइल्स एन्ड डाइरेक्टरिज, डिस्क स्पेस म्यानेजमेन्ट र इफिसियन्ट र रिलायबिलिटी भन्ने हुन्छ है इम्प्लिमेन्ट गर्दाखेरि चाहिँ। अब फाइल सिस्टम लेआउट चाहिँ तपाईँहरूले याद गर्नुभएको होला होइन, फर्मेटिङ गर्दाखेरि याद गर्नुहुन्छ तपाईँहरूले। पार्टिसन गर्ने, मास्टर बुट रेकर्ड कुन छ, मास्टर बुट रेकर्ड फर्स्ट इनिसियल डिस्कलाई चाहिँ हामीले मास्टर बुट रेकर्डमा राख्नुपर्ने हुन्छ। कमनली हामीले यो बुट युजरले बुट गर्दाखेरि त्यो डिस्कलाई चाहिँ हामीले मास्टर बुट रेकर्डमा राखेको हुन्छौँ अथवा प्राइमेरी हुन्छ त्यो। अर्को भनेको बुट ब्लकहरूमा हुन्छ, जहाँ चाहिँ फर्स्ट पार्टिसन गर्दाखेरि चाहिँ ब्लकलाई चाहिँ पार्टिसन गर्दाखेरि सिस्टमले चाहिँ लोड गर्ने। अर्को सुपर ब्लक भन्ने हुन्छ, जहाँ चाहिँ होइन फाइल सिस्टमको टाइप र नम्बर अफ ब्लक चाहिँ एउटा की दिएर चाहिँ प्यारामिटरहरू युज गरेको हुन्छ फाइल सिस्टममा चाहिँ। अनि फ्री ब्लक इन्फर्मेसन भनेको चाहिँ बिट म्यापमा चाहिँ राखेको हुन्छ अथवा लिस्ट अफ पोइन्टर्सहरू इन्क्लुड गरेको हुन्छ। आई नोड्स भन्ने हुन्छ है, अस्तिको पालि एक्जाममा सोधेको थियो डिफाइन आई नोड भनेर, तपाईँहरूले पनि नोट गर्नु होला आई नोड भनेको के हो भनेर। यो एउटा डाटा स्ट्रक्चर द्याट स्टोर इन्फर्मेसन एबाउट फाइल है, स्टोर एबाउट इन्फर्मेसन एबाउट फाइल, त्यसलाई चाहिँ हामीले आई नोड भन्छ। र आई नोडबाट नै हामीले
कुन फाइलले चाहिँ रिडाइरेक्ट गरेको छ रेस्पेक्टेड एक्जिक्युटेबल फाइलको लागि होइन। कुनै .exe फाइल चलाउँदै हुनुहुन्छ भने त्यो .exe भित्र त थुप्रो फाइलहरू राखेको हुन्छ नि त, इन्डेक्सिङ गरेको हुन्छ। त्यो इन्डेक्स फाइललाई चाहिँ इन्डेक्स नोड भन्छ क्या त्यसलाई होइन। एउटै फोल्डरभित्र चाहिँ थुप्रो फाइलहरू हुन्छ नि त, अनि त्यो .exe ले चाहिँ एक्जिक्युट गर्दाखेरि त्यो जम्मै फाइलहरूलाई चाहिँ रिकल गर्न अथवा इन्डेक्सिङ गरेर राखेको हुन्छ, अनि रिकल गर्न सजिलो। यो मेरो पिडिएफ एक्रोबेट पिडिएफै चलाउनको लागि यो प्रोग्राम, यो प्रोग्राम चलाउनको लागि त अझै भित्र के कुन फाइलहरू छ, कुन फाइलहरू, त्यसलाई चाहिँ हामीले इन्डेक्स फाइलहरू, इन्डेक्स नोडहरू भन्छ है। अर्को रुट डाइरेक्ट्रिजहरू हुन्छ होइन, जहाँ चाहिँ टप अफ फाइल्स सिस्टम डाइरेक्ट्रीहरू हुन्छ होइन, ट्रीहरू हुन्छ। अदर डाइरेक्ट्रिज र फाइलहरू हुन्छ अकुपाई गर्ने, रिमाइन्डर अफ डिस्कहरू हुन्छ है। अर्को भनेको तपाईँको इम्प्लिमेन्टिङ फाइल्स भन्ने हुन्छ। यहाँ कन्टिन्युअस एलोकेसन राखेको हुन्छ, जहाँ चाहिँ हामीले होइन कन्जिक्युटिभ डिस्क ब्लकहरू हुन्छ, सिक्वेन्स अफ डिस्क ब्लकहरू राखेको हुन्छ। फर इक्जाम्पल 50 KB डिस्क छ भने चाहिँ विदिन 1 KB ब्लकमा चाहिँ अकुपाई गर्दाखेरि कति भयो त, कन्जिक्युटिभ 50 ब्लकै भयो होइन। सिक्वेन्स भनौँ न, त्यहाँ प्याटर्न अनुसारले, प्याटर्न सिक्वेन्स भन्दा पनि प्याटर्न कन्टिन्युअस फ्लोमा राखेको हुन्छ। यसको एक्जाम्पल एडभान्टेज चाहिँ के हो त, सिम्प्लिसिटी, पर्फर्मेन्स होइन। अर्को डिसएडभान्टेज भनेको फ्रेगमेन्टेसन गर्ने चाहिँ धेरै कम्प्लेक्स हुन्छ, स्प्लिट गर्नको लागि त गाह्रो हुन्छ, त्यहाँ स्पेस म्यानेजमेन्टको लागि गाह्रो हुन्छ त्यहाँ। अर्को युज केस चाहिँ के छ त, युज केसमा चाहिँ तपाईँको यही यो कन्टिन्युअस एलोकेसनमा चाहिँ सिडी रोम डिभिडी भन्छ नि हामीले होइन, त्यो चाहिँ यो इक्जाम्पलमा पर्छ होइन। अर्को हिस्ट्रिकल कन्टेक्स्ट भनेको चाहिँ के गर्न सक्छ भने म्याग्नेटिक डिस्कहरूमा चाहिँ धेरै सिम्पल हुन्छ इनिसियल्ली चाहिँ, एक दुईवटा फिल्म, एक दुईवटा गीतहरू राख्न सकियो होइन। तर धेरै प्रपोजको लागि त्यो युज गर्नुभयो भने चाहिँ होइन रिटाइप गर्दाखेरि अब ड्यामेजेसहरू पनि हुनसक्छ। र यसको एउटा स्पेसिफिक फाइल साइज हुन्छ जहाँ चाहिँ क्रिएट गर्दाखेरि, अनि एकचोटि डिलिट भयो अथवा के भयो भने स्क्रैच युजकै लागि गयो भने त्यो होइन कामै दिँदैन हामीले होइन, सिडी रोम र डिभिडी भन्ने हुन्छ। अर्को भनेको कन्टिन्युअसमा चाहिँ कन्टिन्युअस एलोकेसन। अर्को भनेको लिङ्क लिस्ट एलोकेसन भन्ने हुन्छ। लिङ्क लिस्ट एलोकेसन भनेको चाहिँ लिङ्क गर्ने, डिस्कको ब्लकलाई चाहिँ लिङ्क गर्ने होइन। त्यहाँ पोइन्टर दिएको हुन्छ, त्यो पोइन्टरले चाहिँ नेक्स्ट ब्लकमा चाहिँ लग्ने होइन। तपाईँ डेटा स्ट्रक्चरमा पनि सर्कुलरहरू पढ्नुभएको होला होइन, त्यहाँ चाहिँ के गरेको हुन्छ भने एउटा लिङ्कदेखि एन्डिङ पुगेपछि अनि फेरि सर्कुलर भएर हुन्छ, एक अरूलाई लिङ्क पनि गरेको हुन्छ त्यहाँ। त्यहाँ चाहिँ हामीले लिङ्क लिस्ट एलोकेसन गरेको हुन्छ। नो एक्सटर्नल फ्रेगमेन्टेसन हामीले गर्न सक्दैनौँ यसमा, एक्सटर्नल फ्रेगमेन्टेसन। र यो सिम्पल डाइरेक्टरी इन्ट्रिजहरूको लागि मात्रै हुन्छ, फर्स्ट इनिसियल हुन्छ, त्यहाँदेखि चाहिँ रेस्पेक्टेड हुन्छ लिङ्क गरेर जाने। यसको डिसएडभान्टेज भनेको चाहिँ यदि बिचको ब्लक निकाल्न खोज्नुभयो भने चाहिँ गाह्रो पर्छ, खोज्दै जानु पर्यो एक एकवटा ब्लक, त्यही भएर यसले स्लो रेन्डम एक्सेस गर्न सक्छौँ। अगाडिको ब्लक निकाल्न सजिलो छ, तर बिचको ब्लक निकाल्नको लागि चाहिँ फेरि गाह्रो पर्छ, त्यही भएर यसलाई हामी स्लो रेन्डम एक्सेस भन्छौँ। अर्को नन पावर अफ 2 ब्लक साइज होइन। अब कति चाहिँ साइज एलोकेटेड गरेको छ, ब्लकहरू एलोकेटेड गरेको छ, त्यसले पुगेन भने चाहिँ फेरि बिचमा हामीले रिड गर्ने राइट गर्ने भन्दाखेरि चाहिँ गाह्रो पर्छ, अनि त्यही भएर सेपरेट राखिदिनु पर्ने हुन्छ। ओभरहेडहरू हुन्छ। अब हामीले चाहिँ लिङ्क लिस्ट एलोकेसनमा चाहिँ टेबल इन मेमोरी भन्छौँ, जहाँ चाहिँ हामीले फ्याट भनेर सुन्नुभएको होला, फाइल एलोकेसन टेबल भन्छ होइन। फाइल एलोकेसन टेबलमा तपाईँले अब्जर्भ गर्नुभएको होला, यहाँ म्यानेज गर्दाखेरि या पेन ड्राइभहरू फर्मेट गर्दाखेरि तपाईँहरूले सरी म्यानेज सो म्यानेज म्यानेज गर्दाखेरि डिस्क म्यानेज गर्दाखेरि यो एनटिएफएसमा हुन्छ क्या अहिलेको, यो यस्तो एनटिएफएसमा हुन्छ होइन। तपाईँहरूले होइन फर्मेट गर्दाखेरि फ्याटमा पनि बनाउँदा हुन्छ क्या यसलाई फर्मेट गर्दाखेरि चाहिँ, तर यो पेन ड्राइभहरूमा चाहिँ फ्याट गर्नुपर्ने हुन्छ। अनि यहाँ छैन अप्सन होइन, अहिलेको नयाँमा छैन, नभए पेन ड्राइभहरू छ भने त्यहाँ फ्याट भनेर आउँछ, यो फाइल टाइपमा फ्याट भनेर। फाइल
एलोकेसन टेबल भन्छ एउटा जेनेरेट गरेको। यो चाहिँ फाइदा के हुन्छ भने फर्मेट गर्नुभयो भने पनि तपाईँको फेरि रिट्राइभ गर्न सक्छौँ क्या हामीले इन्फर्मेसनहरू। त्यही भएर पेनड्राइभहरू प्रायः जस्तो फ्याटमै गरेको बेटर हुन्छ, एउटा स्लो पनि हुन्छ है फेरि फ्याटमा गर्नुभएको छ भने चाहिँ। अनि यसमा चाहिँ बेनिफिट त्यही हो, तपाईँले फर्मेट गर्नुभयो डाटा उडो भने पनि हामीले फेरि रिट्राइभ गर्न सक्छौँ। तर एनटिएफएक्समा चाहिँ के हुन्छ भने कहिलेकाहीँ चाहिँ फर्मेट गर्नुभयो एनटिएफएक्स भने फेरि आउँछ भने चाहिँ कुनै ग्यारेन्टी चाहिँ हुँदैन त्यसमा, किनकि त्यसले स्टोरेज हिडन स्टोरेजहरू राखेको हुँदैन, फ्याटले चाहिँ राखेको हुन्छ ब्लकहरू। खास गरी डिलिट गरेको भनेको नि डिलिट गर्ने आइनोड भन्छन् जुन आइनोड, यो आइनोड चाहिँ के हो भने खास गरी जस्तै हामीले डिलिट गर्छन् कुनै फाइल, डिलिट गर्दाखेरि चाहिँ खास गरी त्यो डिलिट गरेको चाहिँ होइन क्या, त्यो इन्डेक्सिङ चाहिँ उडाइदिएको हो क्या, आइनोड भन्छ। त्यही भएर यसलाई इन्डेक्स नोड, इन्डेक्सिङ टेबल अफ कन्टेन्ट हुन्छ नि किताबमा, कुनै पनि किताबहरूमा टेबल अफ कन्टेन्ट हुन्छ होइन। टेबल अफ कन्टेन्टमा के गरेको हुन्छ, च्याप्टर 1 च्याप्टर 2 च्याप्टर 3 अनि त्यहाँ पेज नम्बरहरू पनि राखिदिएको हुन्छ। अनि त्यो पेजमा जानुभयो भने डाटा पाउनुहुन्छ होइन। भनेपछि यहाँ चाहिँ के गर्छ भने तपाईँको कुनै पनि फाइललाई चाहिँ डिलिट गर्नुभएको हो भने चाहिँ आइनोडलाई चाहिँ उडाएको, डिलिट गरेको पुरै डिलिट चाहिँ भएको होइन। पछि तपाईँले फेरि होइन रिकोबा यस्ता सफ्टवेयरहरू होइन, पावर डाटा रिकभरी यस्ता सफ्टवेयर युज गर्नुभयो भने फेरि निकाल्न सकिन्छ क्या, जहिलेको पनि निकाल्न सकिन्छ, 1 वर्ष 2 वर्ष 50 वर्ष होइन। तपाईँ एउटा फर्मेट गरिदिनु, पुरानो पेनड्राइभ ल्याउनु फर्मेट गरिदिनु, अनि फेरि रिकोबा भन्ने सफ्टवेयर छ एउटा RECUBA, अनि यसले चाहिँ के गर्छ भने अरू पनि छ है, पावर डेटा रिकभरी भन्ने छ। यो रिकोबाले चाहिँ अहिलेको नयाँमा चाहिँ के गर्छ भने तपाईँको पहिला कहिले पेनड्राइभ किनेको नि त्यो डाटा पनि देखाइदिन्छ क्या त्यहाँ, र 2017 दिस फाइल भनेर भनि पनि दिन्छ, यो फाइल नेमै भनेर भनि पनि दिन्छ। त्यस्तो होइन, याद गर्नु होला तपाईँहरू पनि। यो टुल चलाउनु भएको छ, सुन्नु भएको छ तपाईँहरूले, RECUBA होला हो यो धेरै सजिलो छ, यो डाउनलोड गरेर युज गर्नुभयो भने यो फाइल। अरू पनि थुप्रो छ हो, CDRM भन्ने छ कि के छ, REM भन्ने डेटा रिकभरी एउटा खै के छ है, जस रिकभरी युज गर्नु नि, अरू भयो भने म भनिदिन्छु तपाईँहरूलाई। त्यो आइनोड चाहिँ हटाएको नि फेरि याद गर्नु होला है, फाइल उड्दैन, आइनोड चाहिँ हटाएको। अरू कहाँ थियो हामी, एडभान्टेज फ्याटहरू छ होइन। एडभान्टेज भनेको फुल ब्लक युज गर्न सक्छौँ फ्याटमा, इम्प्रुभ इन ऱ्यान्डम एक्सेस गर्न सक्छौँ है, सिम्पल डाइरेक्टरी इन्ट्री गर्न सक्छौँ। डिसएडभान्टेज भनेको मेमोरी युज हुन्छ यसमा, अघि भने नि फ्याट फर्मेट गर्दाखेरि धेरै डिसएडभान्टेज छ यसमा होइन। अर्को स्केलेबिलिटी हुन्छ, हिस्ट्री कन्टेन्ट डेटाहरू राख्न सक्छ। अघि भर्खर मैले आइनोड भन्दै आइनोड आइहाल्यो। आइनोड भनेको चाहिँ इज अ डेटा स्ट्रक्चर द्याट लिस्ट द एट्रिब्युट्स एन्ड डिस्क एड्रेस अफ अ फाइल ब्लक। यो एक्जाममा सोधेको छ है, याद गर्नु होला। इच फाइल हेज एसोसिएटेड आइनोड। हेर्नु त, एउटा फाइल, फोल्डर भनेको पनि एउटा फाइलै हो, त्यहाँ डाइरेक्टरिज भनेको पनि एउटा फाइलै हो, त्यसले चाहिँ आइनोडै राखेको हुन्छ, रिप्रेजेन्ट गरेको हुन्छ। अब यसको एडभान्टेज चाहिँ के हुन्छ भने इफ मेमोरी इफिसियन्सी छ, स्केलेबिलिटी हामी बढाउन सक्छौँ, टेबल अफ कन्टेन्ट त हो यो, आरामले हामी बढाउन सक्छौँ, थप्न सक्छौँ। ह्यान्डलिङ लार्ज फाइललाई चाहिँ यसले ह्यान्डल इजिली गर्न सक्छ, किनकि उसले के गर्छ भने मल्टी लेभलहरू पोइन्टिङ गरिदिएको हुन्छ ब्लकहरूमा होइन। फाइल सिस्टमलाई चाहिँ हामीले कहाँ युज गर्छौँ भने यहाँ चाहिँ युनिक्स र एनटिएफएक्स, अहिले चाहिँ एनटिएफएक्स पनि छ है नयाँ, अहिले अझै नयाँ पनि आयो होला अरू। अर्को भनेको इम्प्लिमेन्टिङ डाइरेक्टरिजहरू कहाँ इम्प्लिमेन्टिङ गर्छौँ, त्यो डाइरेक्टरी इन्ट्री गर्न सक्छौँ, स्टोरिङ एट्रिब्युट्सहरू गर्न सक्छौँ, फाइल नेम लेन्थहरू राख्न सक्छौँ, भेरिएबल लेन्थ नेमिङ राख्न सक्छौँ होइन। त्यस्तै गरी हामीले सर्चिङ डाइरेक्टरीहरू गर्न सक्छौँ। अर्को सेयर फाइलहरू छ, सेयर फाइलमा हामीले फाइल सेयर गर्न सक्छौँ होइन। अर्को होइन च्यालेन्ज सेयर फाइलमा के हुन्छ, च्यालेन्जेसहरू छ। च्यालेन्जेस चाहिँ प्रब्लम चाहिँ के हुनसक्छ भने सेयर फाइलमा चाहिँ डिस्क एड्रेस कपी हुनसक्छ त्यहाँ होइन, ओनरसिप र डिलिसनको कुराहरू आउन सक्छ, त्यहाँ च्यालेन्जेसहरू हुन्छ। यसको मेन सल्युसन चाहिँ के हो भने डेटा स्ट्रक्चर फर डिस्क ब्लक र सिम्बोलिक लिङ्कहरू गर्न सक्छौँ। ड्रब्याक चाहिँ के छ त, हार्ड लिङ्क, सिम्बोलिक लिङ्कहरू छ।
एडिसनल प्रब्लम्सहरू के हुनसक्छ भने मल्टिपाथ भएको बेला चाहिँ सेयर फाइलमा चाहिँ कम्प्लेक्स हुनसक्छ। अब सेयर फाइल भन्नेबित्तिकै तपाईँले थाहा नेटवर्कमा एक्सचेन्ज गर्दाखेरि त्यहाँ कहाँबाट आएको हुन्छ होइन, लिङ्कहरू गर्न सक्छौँ। अर्को लग स्ट्रक्चर फाइल भन्ने चाहिँ एलएफएस भन्छ, एलएफएस। अब यहाँ एलएफएसमा चाहिँ तपाईँको यहाँ टेक्नोलोजी चेन्जेसहरू के छ त होइन, एलएफएस लग फाइलहरू राख्छ क्या जसले पनि। यहाँ पनि हामीले लग फाइलहरू पनि विन्डोजमा पनि राख्छौँ। यहाँ छ भने म देखाइदिन्छु। यो इभेन्ट भ्यूमा जानुभयो भने यहाँ लग फाइलहरू पनि छ क्या। तपाईँले कुन एप्लिकेसन चलाएको, कति बजे चलाएको, कहिले चलाएको, के चलाएको, कहाँ थिच्नु भयो भने तपाईँको त्यो इन्टायर एप्लिकेसनमा चाहिँ अस्ति सायद मैले डिलिट गरेँ होला विन्डोजको, तपाईँहरूकोमा छ होला, त्यहाँ हेर्नुभयो भने तपाईँले पाउनुहुन्छ है के गर्नुभएको छ भनेर सिस्टममा। अब मैले एप्लिकेसन धेरै खोलेको छुइनँ त्यही भएर देखेन, तर सिस्टममा चाहिँ यहाँ सिस्टममा जानुभयो भने यहाँ सबै लगहरू, एलओजी लगहरू, यो इन्फर्मेसनहरू यहाँ कहाँ क्लिक गर्नुभयो, के खोल्नुभयो, कति बजी खोल्नुभयो होइन, यहाँ सबै दिएको हुन्छ क्या। यस्तो लग फाइल क्रिएट गरेको हुन्छ प्रत्येक एप्लिकेसनको यहाँबाट होइन, सबै देखाइदिन्छ। कहिलेदेखि चलाउन थाल्नु भएको, जुन दिनदेखि कम्प्युटर खुलेको छ त्यो दिनदेखिको जम्मैको लग फाइलहरू उनीहरूले मेन्टेन गरेको हुन्छ। अब यसलाई डिलिट गरिराख्नुपर्छ होइन है। अब सेभ गर्नुभयो भने लग फाइलहरू सेभ गर्नु होइन, डिलिट गर्नु भने डिलिट गरिदिनु, क्लियर फाइल भन्नु, क्लियर लग भन्ने हुन्छ होइन। यहाँ सबै हुन्छ, हामीले के गरिरहेको छौँ सबै कुराहरू यहाँ इन्क्लुड गर्छ। अब यहाँ म्याक्सिमम् कतिले थाहा हुँदैन नि त। यहाँ हेर्नु त, मैले यो सिस्टम किनेको 24मा भने त्यहीँदेखि थाहा लाग्छ। तपाईँहरूले यदि 20मा किन्नुभएको सिस्टम भने यहाँ 20देखि नै हुन्छ होइन, कति आँटेको हुन्छ, कति लुकेको हुन्छ है। लग स्ट्रक्चर फाइल्सहरू हुन्छ त्यहाँ होइन। अर्को यसमा डिस्क एज अ लग भन्ने हुन्छ, बफर राइट्स हुन्छ, यो टेम्पोरेरीको लागि राखेको हुन्छ केही कुराहरू होइन। यसमा सेगमेन्ट्सहरू राखेको हुन्छ, आइनोड म्यापिङ गर्नुपर्ने हुन्छ। यसको एडभान्टेज भनेको हाई राइट इफिसियन्सीहरू हो, इम्प्रुभ पर्फर्मेन्स। च्यालेन्जेस चाहिँ लग क्लिनिङ गर्नु पऱ्यो जतिखेर पनि होइन। अब त्यहाँ अहिले पनि मैले यहाँ थिच्दैछु भने त्यहाँ रेकर्ड भइसक्यो, अब त्यस्तो हुन्छ, त्यहाँ बुक किपिङहरू गरेको हुन्छ नि त इन्डेक्सिङको। अब पर्फर्मेन्स भनेको स्मल राइट, रिड एन्ड लार्ज राइट्सहरू गर्न सक्छौँ। जर्नलिजम फाइल सिस्टममा चाहिँ हामीले रोबस्टिकनेस चाहिँ के हुन्छ भने यसमा मेन्टेनिङ अ लग अफ प्लान्ड अपरेसन टु इन्स्योर कन्टिन्युस एन्ड रिकभर आफ्टर अ क्रास। यो चाहिँ जर्नलिजममा चाहिँ के हुन्छ भने तपाईँको कुनै क्रास भयो, सिस्टम सफ्टवेयर क्रास भयो भने त्यो रेकर्डेड कुराहरू चाहिँ यहाँ इन्क्लुड गरिदिएको हुन्छ है। अपरेसन के भयो त, अब डेटाबेसहरूमा क्रासहरू सुन्नुभएको होला होइन, के हुन्छ भने पेन्डिङ गर्नु पऱ्यो नि त्यहाँ अपरेसन्सहरू होइन, अनि रिबुट गरेर फेरि सिस्टमले स्टार्ट गरिदिन्छ, त्यो पनि त्यहाँ जर्नलिजम फाइल सिस्टममा चाहिँ रेकर्डेड गरिदिएको हुन्छ। यसमा इक्जाम्पल भनेको तपाईँले रिमुभ गर्न सक्नुहुन्छ फाइललाई, अनि फेरि आइनोडलाई फ्री गरेर फेरि त्यहाँ नयाँ हामीले इन्क्लुड गर्न सक्छौँ, क्रास सिनेरियोमा युज गरेको हुन्छ। अर्को भनेको तपाईँको यसको प्रोसेस चाहिँ जर्नलिजम प्रोसेस चाहिँ के हुन्छ भने लग इन्ट्री भएको हुन्छ, आफै डिफल्टली गर्छ है। एक्जाममा चाहिँ हेर्नु होला है, यो जर्नलिजम फाइल सिस्टमको चाहिँ लग इन्ट्री, पर्फर्म अपरेसन के गरेको छ अपरेसन्स, अनि इरेज के गरेको छ होइन। आइटोटम अपरेसन्सहरू हुन्छ जहाँ चाहिँ रिपिटेड अपरेसन्सहरू भएको बेलामा चाहिँ विदाउट क्रेसिङमा चाहिँ हार्म गरेको हुन्छ, त्यो इन्स्योर गरेको हुन्छ यसले। एटोमिक ट्रान्जेक्सनमा चाहिँ बिगिनिङ र इन्डिङ ट्रान्जेक्सन्सहरू हुन्छ, ट्रान्जेक्सन्सहरू गरेको हुन्छ। यो चाहिँ म्याक्सिमम् भनेको जर्नलिजम फाइल सिस्टममा चाहिँ एन्टिएफएक्स भएको बेला क्या, जुन चाहिँ हाम्रो अहिले होइन अहिलेको नयाँ विन्डोजहरू हाल्दाखेरि एन्टिएफएक्समा राखेको हुन्छ नि त होइन। अर्को लिनक्सहरूमा पनि युज गरेको हुन्छ। अब भर्चुअल फाइल सिस्टम भनिराख्नु पर्दैन, तपाईँले भिएफएस भन्छ यसलाई, भर्चुअल फाइल इन्टिग्रेटेड विथ मल्टी फाइल सिस्टम, जहाँ चाहिँ सिङ्गल फाइल सिस्टमबाट चाहिँ इन्टिग्रेट गरेर चाहिँ भर्चुअल्ली हुन्छ। यो त्यहाँ विन्डोज र लिनक्समा युज गर्न सक्छौँ हामीले।
VFX स्ट्रक्चर अप्पर इन्टरफेस र लोअर इन्टरफेस हुन्छ र यसको कम्पोनेन्ट्सहरू सुपर ब्लक भी नोड्स भन्ने हुन्छ, त्यहाँ भर्चुअल नोड्सहरू हुन्छ। यो चाहिँ फेरि टेम्पोरेरीको लागि हुन्छ, त्यो क्रिएट गर्छ फेरि होइन तपाईँले हटाइदिन्छ। जस्तै भर्चुअलहरूमा भिएम वेभर ओरेकल भर्चुअल बक्सहरू, त्यहाँ चाहिँ तपाईँले भी नोडहरू क्रिएट गरेको हुन्छ। डाइरेक्टरिजहरू, माउन्ट टेबलहरू, फाइल डिस्क्रिप्टरहरू। अब अपरेसन भनेको माउन्टिङ गर्न सक्छौँ हामीले इजिली होइन। अर्को भनेको फाइल एक्सेस रिड अपरेसन गर्ने, फ्लेक्सिबिलिटीको लागि हामीले सपोर्ट फर रिमोट फाइल सिस्टम, अब्जेक्ट ओरिएन्टेड डिजाइन गर्न सक्छौँ त्यहाँ होइन। एडिङ न्यू फाइल सिस्टमहरू हामीले इन्क्लुड गर्न सक्छौँ है। यति हो फाइल सिस्टममा। फाइल एलोकेसन यो चाहिँ सर्ट नोट्सहरू हो। फाइल एलोकेसन, डाइरेक्टरी स्ट्रक्चर, फाइल एक्सेस मेथड, फाइल प्रोटेक्सन, फाइल सिस्टम माउन्टिङ, फाइल सिस्टम मेन्टेनेन्स है।